त्यो मेरो अघिको लुक क्रिएट गर्नको लागि चाहिँ नछुटाइकन सुरुदेखि मेरो भिडियो हेर्नु होला। मेरो यस्तो स्किनबाट अब त्यस्तो स्किन हुँदैछ। फर्स्टमा चाहिँ म आइब्रोबाटै स्टार्ट गर्छु किनभने मैले भर्खर मोइस्चराइजरहरू लगाएर आएको छु अनि त्यही भएर मेरो एकछिन यसलाई सेट गर्न दिनुपर्छ नि त त्यसको लागि। त्यही भएर अनि मलाई चाहिँ इजी भनेको यो आइब्रो पेनले नै इजी लाग्छ कि त्यही भएर म चाहिँ आइब्रोबाट नै गर्छु। आइब्रो पेनले नै कोर्छु। मैले चाहिँ थ्रेडिङ गर्न बिर्सेको थिएँ त्यही भएर मैले रेजरले नै अलिअलि हल्का काम चलाउ गरेको छु। आजको भिडियो चाहिँ के हो भने म चाहिँ मेरो एउटा कलिग्स बहिनी थियो, कलिगको बिहामा जाँदैछु क्या। त्यही भएर म अलिकति हेभी चाहिँ गर्छु। डे मेकअप त हो तर अलिकति हेभी गर्छु। यो दागहरू मेटाउनको लागि अलि हेभी फाउन्डेसन लाउँछु। आई चाहिँ सिम्पल गर्छु भन्छु गर्दा गर्दा के बन्छ। अब स्टार्ट गरौँ है त। म ऐना लिएर गर्छु फर्स्टमा। रेजरले गरे पनि मजाले भइरहेछ, राम्रो भइरहेछ। खासै रेजरले चाहिँ युज गर्नु हुँदैन किनभने त्यो रेजर युज गर्दाखेरिमा हामीलाई राम्रोसँग सेप बसाउन पनि आउँदैन अनि यसको पछि आउने ग्रोथ राम्रो पनि हुँदैन अरे कि खै के भन्छ त्यस्तै के। एक्सपर्ट छ भने त त्यही अनुसार गर्न आउँछ होला। अब हामी त एक्सपर्ट होइन त्यही भएर हल्का यो चाहिँ मेरो कपालको र यसको सेम मिलाउनुपर्छ। त्यो चाहिँ लाइट ब्राउन हो क्या। यो चाहिँ ब्ल्याक पनि होइन डार्क पनि होइन, अलिकति लाइट ब्राउन कलर हो कि यो चाहिँ मेरो। यहाँ अलि धेरै भइरहेको छ होइन। यसलाई चाहिँ यसो गरेर अगाडिकोलाई तान्ने कि यसलाई डिफाइन सेप दिनको लागि चाहिँ कन्सिलर हातमा लिने। हिजो मेहन्दीमा गएको थिएँ नि त त्यही भएर मेहन्दी पनि लाग्छु। यताको चाहिँ अलि आधी अधुरो लगाइदिने मान्छे आधी अधुरोमा लगाइदिएर छोडेर गयो त्यही भएर यो अधुरै भयो। यो चाहिँ म आफैले लगाएको। भगवानहरूले यस्तै खालको लगाउँछ नि मेहन्दी होइन त। राख्ने अनि स्टार्ट। यो हामीलाई चाहिँ अब आइब्रो लगाउँदाखेरिमा मिस्टेक भन्छ भने नि यसले चाहिँ एकदम त्यो इरेजरले मेटे जस्तो हो क्या। त्यो माथि गएको थियो नि त अघि मेरो। अब मैले डिफाइन सेप दिनलाई अनि यसलाई यस्तरी कोर्दै लाने अनि भयो नि त डिफाइन सेप। अब यो धेरै भएको छ नि त यसलाई चाहिँ अब रब गर्नको लागि चाहिँ एउटा जुन भयो नि सफा ब्रस युज गर्ने होइन। अनि यसले चाहिँ माथि टेप गर्दै लाने यस्तो। अब सेम यतापट्टि पनि भयो आइब्रोको काम भयो। अब चाहिँ म आई मेकअप गर्छु होइन। मलाई आई मेकअपमा थाहा छ नि सबैभन्दा गाह्रो लाग्ने के हो आइलाइनर। किनभने म पहिलेदेखि नै आइलाइनर लाउने गर्थिनँ कि। मैले चाहिँ जबबाट मेकअप गर्न इन्ट्रेस्ट लाग्यो मेकअप गर्न सिकेँ नि त्यति बेलादेखि बल्ल आइलाइनर लगाउन थालेको हो कि। त्यही भएर होला मलाई आइलाइनर चाहिँ एकदम गाह्रो लाग्छ। सबैभन्दा गाह्रो अरू केही गाह्रो लाग्दैन। अनि आइलाइनर र ल्यासेस लाउन पनि गाह्रो लाग्छ। तर म आज ल्यासेस लाउँदिनँ किनभने मसँग ल्यास ग्लु नै छैन रहेछ। ल्यास विदाउट ल्यास फेक ल्यास आजको मेरो आई मेकअप लुक हेर्नु है त। ब्लेन्डर लिने। यो चाहिँ एकदम वेट मजाले भिजाएर निचोरेर यसमा एउटा नि पानी हुनु भएन। पानी रहेछ। यसलाई चाहिँ मजाले निचोरेर यसमा एउटा पनि पानी नहुने गरेर भिजाउने तर पानी सबै निचोरेर फाल्नुपर्छ। अब चाहिँ छैन। अब यस्तो यसले बल्ल अनि गर्ने हो। अब यसमा चाहिँ थोरै पाउडर लिने। यो चाहिँ मुभलिन फिक्ने अनि हल्का सेम एक्स धेरै लाउनु हुँदैन पाउडर चाहिँ। मेरो चाहिँ येल्लो टाइपको येल्लो नै भनौँ न येल्लो साडी हो।
अनि हल्का यस्तो यहाँ छेउमा लाउँछु। येल्लो नै हाल्को, यो हल्का डार्क देखाउनको लागि चाहिँ। यो हल्का यसमा चाहिँ म सिमरी एड गर्छु। सिमरी बिना त मलाई मेरो आई लुक कम्प्लिटै लाग्दैन। सिमरीको लागि नि यो अलिक गोल्डन गोल्डन टाइपको। येल्लो आँखा भएर अलिकति धेरै लाइट देखिन्छ कि है, थोरै ओरेन्जिस बनाउनु पर्यो यसलाई। अब आयो मेरो हार्डेस्ट पार्ट, आइलाइनर। एकदमै गाह्रो लाग्छ आइलाइनर। यो मेरो आजको आइलाइनर चाहिँ मलाई एकदम धेरै टाइम लाग्यो। आज किन कुनै थाहा छैन, घरबाट पनि फोन आयो, बिग्री पनि रह्यो। अनि यो सबै मैले फेरि पुछेर गर्नु परेको, त्यो चाहिँ मैले भिडियो बनाइनँ। फेरि मेरो फेरि ल्यासेस नै छैन, त्यत्रो मस्कारा लाउँदा पनि फर्किँदैन कि वाइ। म चाहिँ यसमा चाहिँ ल्यास कल किट किन्ने सोचमा छु। फेक ल्यास हाल्यो भने झन् यही भएको पनि हो, उजाडेर लान्छ भन्छ। त्यही भएर सनस्क्रिन के भन्छ प्राइमर लगाउनुपर्छ। प्राइमरमा चाहिँ मेरो हो यो एरियामा चाहिँ अलि फाउन्डेसनको दागहरू बस्न थाल्छ कि पछि भएपछि त्यो पल हुन्छ नि, हो त्यस्तो हुन्छ कि। त्यही भएर म यो एरियामा चाहिँ अलि बढी लगाउँछु। मेरो लागि यो फाउन्डेसन चाहिँ अलि धेरै नै डार्क छ, त्यही भएर चाहिँ यसमा चाहिँ म थोरै लाइट कन्सिलरलाई मिक्स गर्छु। दादा चाहिँ स्प्रेड गरिदिने। ट्यान ब्युटी ब्लेन्डरले मजाले लगाएपछि यस्तो हुन्छ। यसमा कन्सिलर पनि थप्दा हुन्छ कसैको अलि धेरै उहरू छ भने होइन, तर मलाई चाहिँ यति भए पुग्छ। अब म यसमा चाहिँ सेटिङ स्प्रे लगाउँछु। लिक्विड ब्लस लाउँछु। मलाई लिक्विड ब्लसमा चाहिँ पिङ्क नै मनपर्छ पहिल्यैदेखि। सेम यसकै ब्याकबाट धेरै जसोले चाहिँ लिक्विड फाउन्डेसन अनि कन्सिलर अनि बल्ल ब्लस लगाउँछ होइन। म चाहिँ पहिला लिक्विड ब्लस लगाउँछु अनि मात्र कन्सिलर लगाउँछु के। कन्सिलर चाहिँ मलाई धेरै चाहिन्न, मैले आँखामा अलिक कमै लगाएको थिएँ अघि। सबैतिर स्प्रेड नगर्ने, अब यसलाई चाहिँ यही ठ्याक्कै यही एरियामा मात्र पुग्ने गरेर गर्ने। म चाहिँ काम गरेको पनि छिटो ड्राई जस्तो फिल हुन्छ। कन्सिलर लगाएपछि चाहिँ हल्का डिफ्रेन्ट चाहिँ आउँछ फेसमा, अलिकति हाइलाइट गर्छ नि त त्यसले आफ्नो उसलाई। अब चाहिँ हल्का पाउडर लगाउने। पाउडर लिँदाखेरिमा चाहिँ यति धेरै एक्सेस हुन्छ कि यो सबै सेतो हुने गरेर नलाउने, हल्का लिने। अनि यसपछि चाहिँ म बोलेको छैन, त्यही भएर मैले अब भोइस ओभरबाट नै बोल्छु। मलाई रेडी हुनलाई लेट भइसकेको थियो, अनि त्यही भएर मैले चाहिँ फटाफट मेकअपै स्टार्ट गरेँ। मैले चाहिँ यो आईको कर्नरहरूमा चाहिँ हाइलाइटर लगाएँ, अनि जुन चाहिँ आई स्याडो मैले माथि लगाएको छु नि लिडमाथि, त्यही मैले लिडमा पनि लोवर लिड्समा नि लगाएँ। अनि त्यसपछि हाइलाइटर लगाएँ अनि मजाले सेटिङ स्प्रेले सब सेट गरिदिएँ। अब मेरो बाँकी भनेको चाहिँ लिपस्टिक मात्र लाउन थियो, अनि जुन चाहिँ मैले रेड कलरको लगाएको थिएँ मेभलिनको।
ब्लड रेड मेबलिनको सुपर स्टे लिपस्टिक हो लङ लास्टिक छ Now this is the final look. Yellow sari, red lipstick and green chura and pote. Then pretty bride and handsome groom. And then here are my friends and their crazy dance.